हेलो आलु बुढो, म अफिसको कामले पोखरा जाँदैछु। 2-3 दिन लाग्छ होला। फेरि पोखरा? अस्ति भर्खरै गएकी थियौ त किन जान पर्यो फेरि? अफिसको काम हो के? सबै काम पोखरामै हुँदो रहेछ। लाला बाई ढिला भयो। हेलो बेबी, म बस पार्क पुग्न लागे, आउ न लिन। ओके बेबी। म आउँछु। बिजी? कति बिजी हो? यति धेरै कोसँग कुरा गर्छे? केही त गडबड छ। फाइनली आइपुग्यो। आलुलाई केही थाहा छैन। गुड। आज तिमीलाई मिस गरेको थिएँ। अब त फोन पनि उठाउँदिन। मलाई आफै पोखरा जानुपर्छ। भोलि नै निस्किन्छु। तिमीसँग हुँदा म खुसी हुन्छु। किनकि तिमी मलाई साँच्चै माया गर्छौ। आलुसँग बिहे गर्नु नै मेरो जिन्दगीको बिगेस्ट मिस्टेक थियो। आज सबै सत्य थाहा पाउँछु। यदि उसले मलाई धोका दिएकी छ भने म सहन सक्दिन। तिमी ठिक छैन जस्तो लाग्यो। म मेरो पत्नीलाई खोजिरहेको छु। लाउ, मैले त उसलाई एकजना केटासँग देखेकी थिएँ। जमिरर, म तिमीलाई त्यही लिएर जान्छु। के भन्नुहुन्छ? चिन्ता नगर्नुहोस्, म तपाईँलाई मद्दत गर्छु। म तिमीलाई धेरै माया गर्छु। म पनि। आलुसँगको बिहे त बाध्यता थियो। काउली, मैले सुनेको कुरा साँचो हो? म एक्सप्लेन गर्न सक्छु। चिटिङ एक्सप्लेन हुँदैन। मैले हरेक खुसी दिन कोसिस गरेको हो। कता कमी भयो? आई एम सरी आलालु। अब सबै सकियो। तिमी एक्लो छैनौ। म सबैभन्दा धेरै उसैलाई माया गर्थेँ। कहिलेकाहीँ अन्त्य नै नयाँ सुरुवात हुन्छ। तिमी हरेक कुरामा ढिलो किन हुन्छौ? म अर्कै काममा बिजी थिएँ के? बहाना नबनाऊ। तिमी पहिले यस्तो थिएनौ। गेट लस, मलाई एक्लै छोडिदेऊ। कहिलेकाहीँ सत्यले धेरै दुख दिन्छ, तर अगाडि बढ्ने बाटो पनि देखाउँछ। सायद अब अगाडि बढ्ने समय आएको छ। मैले आज बल्ल बुझेँ, जसले गुमाए उही साँचो थियो। अब आलुलाई फर्काएर ल्याउन सक्दिन। हामीलाई सँगै हेर्न चाहनुहुन्छ भने स्टोरिज विथ सुजा 7 लाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हो, सब्स्क्राइब गर्न नबिर्सिनुहोला।